हेलो गाइस म यस्तो ठाउँमा बस्छु म बस्ने ठाउँ घर तिनतला माथि हो यसपालि यतापट्टि यत्रो ठुलो बिल्डिङ छ अनि मैले चाहिँ यहाँ नेपाली साग यस्तो दामी भइरहनु भएको छ यहाँ साग अब चाहिँ साग टिप्नु पऱ्यो म चाहिँ अर्ग्यानिक साग हो यहाँ होइन नेपालको ठ्याक्क अस्ति भ्यू लिएर आएको थियो अब यसलाई चाहिँ टिपेर ठ्याक्क लगाउनु पर्यो खानुपर्छ यसरी अर्ग्यानिक सागहरू चाहिँ म भर्खर नुहाइसकेको थियो त्यही भएर अब साग टिप्नु पऱ्यो भनेर साग टिपिरहेको हजुर पनि साग खानु जानुहुन्छ भने आउनु होला मेरो फार्ममा मैले चाहिँ फेरि फार्म त बनाइहाल्छु क्या यसरी गाइस साग खाने हो साग नेपाली साग यहाँ यसरी रोप्नुपर्छ है यसरी रोप्यो भने चाहिँ साग अर्ग्यानिक हेर्नु न यस्तो दामी यो ट्याक काफी बारीमा जस्तो टिपेर खानु पाउँछ यहाँबाट चाहिँ मेरो घर अब म घरभित्र छिरेँ सिजनमा यहाँ सिटी हाल्दैछ मेरो यहाँ चाहिँ मेरो टेबल हो ठ्याक्क अब यहाँ चाहिँ सिटी हालिरहेको हो टेबलहरू यही लिएर आएको यो हो साग मैले आफूले नै रोपेको हो बाहिरको फार्ममा यस्तो घामलामा रोपेको यस्तो खतरा साग भएछ यो नेपालको साग हो